नमस्कार, यहाँ उपस्थित सम्पूर्ण दर्शकवृन्दहरूमा म हजुरहरूकै साथी कमलावली विशी। यसैले म एक मोटिभेसनल स्पिकर र युट्युबर। साथीहरू @कार्तिका22 मा पहिलोचोटि आउनुभएका साथीहरूलाई मेरो च्यानल सब्सक्राइब गर्न आग्रह गर्दछु। साथसाथै सम्पूर्ण साथीहरूलाई मेरो च्यानलमा हृदयदेखि हार्दिक स्वागत व्यक्त गर्दछु। साथीहरू हजुरहरूको लाइक, कमेन्ट, सेयर अथवा सब्सक्राइबले नै हामीलाई मोटिभेट गर्ने हुन्छ। त्यही भएर हजुरहरूको सानो सहयोग हाम्रो लागि ठुलो हुन सक्दछ। त्यही भएर च्यानललाई सब्सक्राइब गर्न नभुलिनुहोला। आज मैले एउटा सफल नारीमा के कस्ता गुण हुन्छन् र उनी जीवनमा त्यही भएर सफल हुन सकेकी हुन्छन् भन्ने बारेमा महत्त्वपूर्ण कुराहरू ल्याएर हजुरहरूमा आज उपस्थित भइसकेकी छु। एउटा सफल नारी जीवनमा सफल हुनको लागि सबभन्दा पहिले त उनले आफूलाई नै विश्वास गर्नु पर्दछ र उनी जीवनमा सफल हुन सकेकी हुन्छन्। यदि उनले आफूलाई विश्वास गर्ने थिएनन् भने उनले केही गर्ने थिएनन् होला अनि त्यसपछि उनी जीवनमा सफल हुने थिएनन् होला। त्यही भएर एउटा सफल नारीले सबभन्दा पहिले आफूलाई नै विश्वास गरेर अगाडि बढेकी हुन्छन् र उनी सफल हुन सकेकी हुन्छन्। त्यस्तै अर्को कुरा भने उनले जहिले पनि आफूलाई कुनै पनि काम गर्नु बेला आफ्नो सीमा क्षेत्रभित्र रहेर गरिरहेकी हुन्छन्। उनले आफ्नो कामलाई कुन समयमा गर्ने र कति बेला गर्ने भन्ने कुराको पनि उनले समय सीमा तोकेकी हुन्छन्। जुन काम गर्दा सबैको भलाइ हुन्छ, जुन कामले अरूलाई असर गर्दैन त्यस्ता काम गर्न नै प्रेरित भइरहेकी हुन्छन् एउटा सफल नारी। सफल नारी हुनको लागि जीवनमा उनले आफ्नो एउटा उद्देश्य सेट गरेकी हुन्छन्, गोल सेटिङ गरेकी हुन्छन्। यसले गर्दा उनी आफ्नो उद्देश्यसम्म पुग्न सफल भइरहेकी हुन्छन्। त्यस्तै उनले आफ्नो जीवनलाई सफल बनाउनको लागि एउटा तालिका बनाएर त्यही तालिका अनुसार नै अगाडि बढिरहेकी हुन्छन् र त्यही तालिकाको आधारमा अगाडि बढ्ने हुनाले उनले कुन कामलाई कति बेला र कसरी गर्नुपर्दछ, कुन काम महत्त्वपूर्ण छ र कुन काम अलिक कम महत्त्वपूर्ण छ भन्ने कुराको पनि उनलाई ज्ञान भएको हुन्छ। त्यही भएर नै उनी जीवनमा सफल हुन सकेकी हुन्छन्। त्यस्तै अर्को कुरा उनले जीवनमा असफलताबाट नै असफल भएर नै मानिसले धेरै कुरा सिक्न सकेको हुन्छन् भन्ने कुरा पनि एउटा सफल नारीलाई राम्रोसँग ज्ञान हुन्छ। जब मानिस असफल हुन्छ तब उसले यो कुरामा म यहाँनिर यस्तो गल्ती गरेर असफल भएको रहेछु, अबदेखि मैले यो कुरा सुधार्नु पर्ने रहेछ भन्ने कुराको पनि ज्ञान हुन्छ। तब उनीहरू सफलताको सिँढीमा अगाडि बढ्न सक्दछन् भन्ने कुरा पनि एउटा हामीले सफल नारीको कुराबाट थाहा पाउन सक्दछौँ। सफल नारीका जीवनहरूबाट हामीले बुझ्न सक्दछौँ। त्यस्तै अर्को कुरा उनीहरूले जहिले पनि सकारात्मक सोच राखेर अगाडि बढेका हुन्छन्। मैले जीवनमा जे गर्न खोजेको छु त्यो म गर्न सक्छु र म जीवनमा केही गर्नको लागि जन्मेको हुँ भन्ने कुरा पनि उनीहरूको मनमा हुन्छ र त्यही कुरालाई विश्वास गरेर नै उनीहरू जीवनमा अगाडि बढिरहेका हुन्छन्। त्यही भएर नै उनी जीवनमा सफल हुन सकेकी हुन्छन्। एउटा कुरा के भने साथीहरू, उनले सफल नारीले जहिले पनि आफूलाई केही टाइम छुट्याएकी हुन्छन्। मी टाइम भनेको यस्तो समय हो जुन आफ्नो लागि छुट्याइएको हुन्छ। आफ्नै व्यक्तिगत कुराको लागि छुट्याउने टाइमलाई नै हामीले मी टाइम भनेर भनिएको हुन्छ। जब हामीले जीवनमा आफ्नो लागि केही समय छुट्याउँछौँ तब हामीले आफ्नो बारेमा आफै थाहा पाउन सक्छौँ र म यो संसारको लागि केही गर्न जन्मिएको हुँ अथवा मैले यो समाजको लागि केही न केही भए पनि थोरै भए पनि ज्ञान दिन सक्छु भन्ने कुरा, आफूले जानेका कुराहरू अरूको माझ ल्याउन सक्छु भन्ने कुरा
को ज्ञान सफल नारीमा हुन्छ। त्यही भएर उनीहरूले आफ्नो लागि केही टाइम छुट्याएको हुन्छन्, आफ्नो लागि केही समय छुट्याएर जीवनमा प्रगति गर्नको लागि अगाडि बढिरहेका हुन्छन्। त्यस्तै अर्को कुरा, उनीहरूले ससाना कुरा, केही कुरामा उनीहरूले ससानो कुरामा प्रगति भयो भने पनि त्यो कुरालाई सेलिब्रेट गर्ने अथवा त्यो मैले यति भए पनि प्राप्त गरेँ भनेर खुसी व्यक्त गर्ने अथवा त्यो खुसी मनाउने गर्ने हो भने पनि जीवनमा मानिस खुसी हुन सक्दछ। जब खुसी हुन सक्दछ तब ऊ जीवनमा सफल हुन सक्दछ भन्ने कुरा पनि हामीले एउटा सफल नारीहरूबाट सिक्नुपर्ने महत्त्वपूर्ण कुरा हो। त्यस्तै अर्को, उनीहरूले जीवनमा जे पाएका छन् त्यो कुरामा कृतज्ञ हुन्छन्। उनीहरूले सानो कुरा पाए पनि यो संसारलाई जहिले पनि कृतज्ञ भएर धन्यवाद दिने काम गरिरहेका हुन्छन्। त्यही भएर उनीहरू जीवनमा सफल हुन सकेका हुन्छन्। र एउटा महत्त्वपूर्ण कुरा भनेको के हो भने सफल नारीबाट हामीले सिक्नुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा के भने हामीले प्रत्येक दिन केही न केही नयाँ कुरा सिक्नु पर्दछ, तब मात्र हामी जीवनमा सफल हुन सक्दछौँ भन्ने कुरा पनि हामीले एउटा सफल नारीबाट सिक्न सक्दछौँ। साथीहरू, मेरो च्यानलमा पहिलोचोटि आउनुभएको हो भने सब्सक्राइब गर्न नभुलिनुहोला। मन परेमा लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोला। मेरो च्यानललाई ध्यानपूर्वक सुनिदिनु भएकोमा सम्पूर्ण साथीहरूलाई हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्दै फेरि आउने बाचासहित हजुरहरू माझबाट बिदा हुन्छु। हस्त, नमस्कार।